तर त्यो नागराजाले तपस्या गरेर पाएको नागमणि खै कुन नागस्थानमा रहेको छ अरे। अब त्यो नागमणि कुन चाहिँ नागकन्याको भाग्यमा पर्छ त्यसैलाई दिन्छन् रे। त्यही कुरा मलाई नागगुरुले भन्दै हुनुहुन्थ्यो। भनेपछि त्यो नागमणि कुनै नाग गुफामा आउला जस्तो लागेन मलाई। हो दाइ, अब त्यो नागमणि नाग गुफामै आएन भने मैले के गर्नु? त्यो नागगुरु पनि बौलाए जस्तै छ। अब के गर्ने होला दाइ? भनेपछि नागलोकमा हंगामा मचाउनु पर्छ। त्यो नागराजको हातबाट नागमणि कसरी ल्याउनु पर्छ? रोनिका, तिमी तयार छौ हैन? त्यसको लागि त तपाईले भन्नै पर्दैन, म तयार छु। अनि त्यो तपाईको मुरली च्याङ्गा भनिलाई लानुपर्छ हैन? हुन्छ, त्यो मुरली च्याङ्गालाई पनि नागलोकमा लगेर हंगामा मचाउनु पर्छ। जसरी पनि त्यो नागमणि लिएर आउनु पर्छ हामी। दादा हजुरहरू नागपुरतिर जानुहोस्। फेरि म यहाँ हजुरसँग आएर कुरा गरेको कुरा नागगुरुले थाहा पाउनु भयो भने भोलिका दिनमा हामीलाई नै अप्ठ्यारो पर्न सक्छ दादा हजुर। ल हामी जान्छौँ। रोनिका, जाने हैन त? जाउँ मिस महाकालजी, आजबाट त्यो नागराजको दशा सुरु भयो। दशा त सुरु हुनु परिहाल्यो। जाउँ। अब जसरी हुन्छ त्यो नाग वर्गको अन्त्य त गरेरै छाड्नुपर्छ। हेर आराध्या, तिमी अब ठुली भइसक्यो है। मैले तिमीलाई सम्झाइरहनु पर्दैन। के गर्दा ठिक हुन्छ, के गर्दा बेठिक हुन्छ आफै बुझ्ने। त्यो ओकेस आउने बित्तिकै बोल्न जाने, कुराकानी गर्ने हैन। मैले भनिदिएको छु नि फेरि। ए आमा, तपाईले मलाई सिकाउनै पर्दैन नि। मलाई सबै थाहा भइहाल्छ नि।